तपाईहरुले निम्स दाइ भनेर मेरो भिडियोमा फोटोमा श्रद्धाञ्जली दिइराख्नु भएको छ। निम्स दाइ भनेर मेरो भिडियो फोटोमा त्यो भिडियो क्लिप्सहरुमा निम्स दाइ भनेर श्रद्धाञ्जली हाल्दै हुनुहुन्छ। मैले मेरो फेसबुक पेजमा नि हालिसकेको छु, यो यस्तो यस्तो नगर्दिनुस्, म निम्स दाइ होइन, निम्स दाइ र म छुट्टै व्यक्ति हो भनेर हाले। अझै तपाईहरुले रोकिनु भएन। अनि त्यसपछि अन्तिममा मैले केही उपाय नलागेर मैले टिकटकमा पनि हाल्दिए। अब टिकटकमा पनि एउटा भिडियो हालिदिएको छु मैले, म निम्स दाइ होइन, यो निम्स दाइको भिडियो फोटो होइन, यो मेरो फोटो, म निम्स दाइ होइन, निम्स दाइ र म छुट्टै व्यक्ति हो भनेर हालिदिएको छु। अझै पनि अब बुझ्नु भएन भने त अब तपाईहरुलाई के भनेर खै। अब सकेसम्म चाहिँ तपाईहरुले त्यसो नगर्नुस्। कुनै व्यक्तिको बारेमा लेख्न अथवा भन्नुभन्दा अगाडि एकचोटि राम्रोसँग बुझेर अध्ययन गरेर मात्रै हालिदिनुस्। त्यसले गर्दाखेरि तपाईलाई पनि मार्का पर्दैन, हामीलाई पनि मार्का पर्दैन, अर्को व्यक्तिलाई पनि मार्का पर्दैन। जसलाई तपाईले रेस्पेक्ट गरेछ त्यो मान्छे नै म होइन भन्ने